शुभ बिहानी। पहिला पालन पोषण गर्ने, पछि पालित पोषित हुने, अथवा पहिला शासन गर्ने, त्यसपछि शासित अथवा अरूबाट शासन गरी माग्ने, यो युनिभर्सल ट्रुथ यो मानिसमा र जीवाणुहरूमा यस्तो किसिमको अवस्था हैन, वनस्पतिहरूमा पनि यस्तो किसिमको अवस्थाहरू एकदम व्यावहारिक रूपमा प्रयोग भएको देखिन्छ। जब यो बीचमा केही दरार उत्पन्न हुन्छ भने त्यो पहिलाको कुरोलाई लगेर पछाडि मेल नखाएको अवस्थामा त्यहाँ फेरि एक आपसमा मनमुटाव बढ्ने हैन, आफूहरू फरक फरक खालको व्यवहार गर्ने अथवा छुट्टिने भन्ने खालको कुराहरू देखा परेको देखिन्छ। यो सबैमा, जस्तो घरमा पनि आफ्नै परिवारमा पनि सुरुमा बुवा मुवाहरूले, आफ्नो गार्जेनहरूले आफूलाई पालन पोषण गर्नुहुन्छ है, केही इच्छा आकाङ्क्षा हुन्छ अब आफूले सबै गरेको, पछि छोराछोरीहरू हुर्किँदै जाँदाखेरि फेरि उहाँहरूलाई त्यही किसिमको माया ममता दिनुपर्ने अथवा उहाँहरूलाई सहयोग गर्नुपर्ने अवस्था आउँछ। वनस्पतिहरूमा पनि सुरुमा जुन रुखमा भर्खर भर्खर मुना आएको, पलाउन लागेको पातहरू है, त्यहाँ त्यस्तो किसिमको उसलाई पहिला भएको पातहरू, जरा, हाँगा है, त्यो फेद, त्यस्तोबाट उसले स्याहार समार पाउँछ। पछि ऊ आफू त्यो ठाउँमा बढेर गइसकेपछि फेरि त्यो खालको एउटा इकोसिस्टम उसले अर्कोले त्यहाँ सहयोग गर्दै जान्छ। जनावरहरूमा पनि त्यो देखिन्छ, तर जनावरमा त्यति अब एउटा खालको बुद्धि विवेक, एउटा विवेकको कमीले गर्दाखेरि कति कमी होला। हामीहरूले बच्चामा पनि अथवा अहिले पनि कुनै व्यक्ति भर्खर जन्मेको व्यक्तिहरूलाई विभिन्न प्रकारको नामाकरण गर्ने, फुच्चे भन्ने, कालो भन्ने, अब विभिन्न किसिमको होइन, च्याप्सो भन्ने, अब त्यस्तो किसिमले अब चाम्रे भन्ने गर्छौँ। पछि उनीहरूलाई पनि यो हाम्रो द पासेस अफ टाइम, समय बित्दै जाँदाखेरि, हामी बुढो हुँदाखेरि, उनीहरू आइसकेपछि हामीहरूले उनलाई सम्मान आदर्शको हिसाबले होइन, एउटा खालको उनीहरूलाई अलिकति राम्रो किसिमले व्यवहार गरेको पाइन्छ। यो हामीहरूले समाजमा भोग्दै आएका र महसुस गर्दै आएका कुराहरू हुन्। राजनीतिमा पनि के कारणले यस्तो हुँदैछ त? हामीहरू त अब अलिकति नेपाल जस्तो देश, प्रत्येक ठाउँमा जहाँ बस्यो यसो भयो उसो भयो है, सबै कुराहरू नै अरूले बिगारे, हामीहरू त एकदम निर्मल, एकदम राम्रो, स्वच्छ, एकदम है, अरू सबै कुरो दोष अरूलाई है। अब यो नेताले बिगारे, जनताले बिगारे, फलानो बिगारे, यसो गरे उसो गरे, त्यो अब कर्मचारीले सबले बिगारे, तर मैले बिगारिनँ भन्ने खालको एउटा हाम्रो सोच छ। त्यसमा पनि मेरो एउटा सोचमा यो लिडरसिप लिने व्यक्ति र लिडरसिपको लागि आफ्नो मतदान गर्ने व्यक्ति अथवा आफ्नो अधिकारलाई प्रत्यायोजन गर्ने व्यक्ति, जुन फिलोसफिकल एउटा के हुन्छ भन्दाखेरि सामाजिक एउटा सम्झौता भनेर भनिन्छ, सोसल कन्ट्र्याक्ट भनेर भनिन्छ। सोसल कन्ट्र्याक्टमा के भन्दाखेरि अब हाम्रो प्रतिनिधि तपाईँ हुनुहुन्छ, तपाईँहरूलाई हामीहरूले अधिकार प्रत्यायोजन गऱ्यौँ भनिसकेपछि उहाँहरूले आफ्नो बुद्धि विवेकले अथवा स्वार्थले अथवा के हो त्यो उहाँहरूले त्यसरी लिडरसिप लगिसकेपछि एउटा कोर्समा अगाडि बढ्नुहुन्छ। त्यो कुरामा अलिकति नबुझेको अथवा हामीहरूले
सुरुमा जतिखेर उहाँहरूले आफ्नो पक्षमा भोट लिनलाई जस्तो किसिमको व्यवहार गर्नुहुन्छ अथवा क्रान्ति गर्ने समयमा जस्तो किसिमले एउटै ठाउँमा बस्ने, खाने, लाउने, बस्ने, उठ्ने, हिँड्ने, डुल्ने, होइन, एक आपसमा सेयरिङ गर्ने, शत्रुहरूसँग लड्दा भनौँ अथवा विपक्षसँग लड्दाखेरि त्यो खालको भावनामा पछि गएर नेतृत्व र सहयोग गर्ने बिचमा सोच्ने के हो भन्दाखेरि जो नेतृत्वमा गएको छैन उसले पहिलाकै कुराहरूलाई सोच्ने, हिजो हामी साथै बसेको, साथै खाएको, साथै हिँडेको कस्तो मर्दार रहेछ भन्ने हो। नेतृत्वमा गएको व्यक्तिमा विभिन्न किसिमको काम, कर्तव्य, उसको जवाबदेहिता है, अब उसको एउटा खालको अब ऊ समाजप्रति है अब त्यसले गर्नुपर्ने कार्यक्षेत्रहरू पनि फरक हुने। तर त्यो त ठिकै होला, त्योभन्दा पनि बढी गएर हाम्रो जस्तो असफल अब विभिन्न किसिमको असफल देशहरूमा नेतृत्वले अलिकति आफूलाई जुन अवस्थाबाट आफू माथि आएको आफूले गर्ने कर्तव्यभन्दा पनि फरक तरिकाले प्रस्तुत गरेका उदाहरणहरू नभएका होइनन् र त्यो कारणले पनि एउटा वितृष्णा होला। तर पनि यो समाजको अवस्था सबै एउटा प्रकृतिको अवस्थालाई हेर्दाखेरि सुरुमा जुन अवस्था छ त्यो पछि गएर रहँदैन, त्यो व्यक्तिमा पनि रहँदैन, हामीमा पनि रहँदैन। जस्तो अहिले मैले जो बोलिराखेको छु, कुरा गरिराखेको छु, ममा एउटा खालको धेरै म एउटा शारीरिक रूपले पनि तन्दुरुस्त होला, तर पछि गएर बुढो भइसकेपछि यो यथार्थ सत्य कुराहरू हो, हामीहरूले त्यसलाई अप्ठ्यारो मानेर पनि अब यहाँ प्रस्तुत नगरौँ भन्ने होइन कि बुढो भइसकेपछि मेरो आँखा कमजोर, कान कमजोर है, दाँतहरू कमजोर, अब मेरो फिजिकल्ली भौतिक शरीर नै कमजोर हुँदाखेरि मैले अहिले जुन किसिमको व्यवहार अरूप्रति गरेको छु त्योभन्दा म फरक व्यवहार गर्ने हुन्छु र अरूबाट पनि मैले केही आश गर्छु होला। त्यसले गर्दाखेरि मैले यहाँ जोड्न खोजेको कुरा के भन्दा जस्तो यो समाजको एउटा जो हाम्रो समयको विकासक्रम छ, समयको विकासक्रमको साथसाथै हामी सजीव वस्तुहरू, वनस्पतिहरू सबै के हुन्छ भन्दाखेरि परिवर्तन हुँदै जान्छ र त्यो समाजमा हुने व्यवहारहरू पनि परिवर्तन हुँदै जान्छन्। हाम्रो शारीरिक रूपले पनि हामीहरू परिवर्तन हुँदै जान्छौँ र सुरुमा जुन किसिमको व्यवहार छ त्यो केही समयपछि लागू हुँदैन र तन्नेरी अवस्थामा हुँदैन, तन्नेरी अवस्थामा भएको कुराहरू बुढो अवस्थामा लागू हुँदैन। तर हामीहरूले सोच्छौँ के भन्दाखेरि अब यो कुरा नै ठिक हो भन्दा पनि सोच्ने कुराहरू फरक छ। सोच्ने कुराहरू मैले हिजो शासन गरेको थिएँ, मैले यसलाई मैले खाना दिएको थिएँ, यो भोकै हुँदा सहयोग गरेको थिएँ, यो नेतालाई मैले भोट दिएको थिएँ, हिजो आएर यो चप्पलमा हिँड्थ्यो अथवा त्यस्तै खालको एउटा कुराहरू यो हाम्रो घुमिरहन्छ। तर समय धेरै परिवर्तन भएको हुन्छ र हाम्रो शरीरै परिवर्तन भएको छ भने अरू कुराहरू त कति त्यहाँ भनिन्छ नि परिवर्तन भएको हुन्छ। जस्तो एउटा उखान छ नि, गुरु गुर रहा चेला सखर बन गया। अब पढाउने व्यक्ति के हुन्छ भन्दाखेरि एउटा सीमित क्षेत्रमा पढाइराखेको हुन्छ, ऊ पास हुँदै जान्छ है, अब त्यो माथितिर एउटा खालको छ। त्यसले गर्दाखेरि हामीहरूको अवस्था जुन चेन्ज हुन्छ त्यो चेन्ज भएको कुराहरूलाई पनि हामीहरूले सोचेर विचार गरेर यो यथार्थ कुरो हो भन्नेतिर गएपछि अलिकति हामीहरूले कम दोष दिन्छौँ होला अरूलाई, होइन भने हिजोको कुराहरू सम्झिने भन्यो भने होइन त्यो धेरै चेन्ज भइसकेको हुन्छ। त्यसले गर्दाखेरि पहिला हामीहरू शासक हुन्छौँ होला, पछि शासित हुन्छौँ होला, पहिला अरूले हामीलाई रेखदेख गर्छन् होला अथवा हामीले अरूलाई पछि गएर हामीले गर्छौँ होला। यो खालको एउटा परिवर्तन भइरहेको छ। यसलाई यति नै राखौँ। सबैको जय होस्।